guys, welcome to my mini vlog. आज चाहिँ माइका थामा जानु लाग्यो। अब चाहिँ 4टा गरेर दादा पनि आउँदै हुनुहुन्छ जलतिर अनि सँगै जाने भनेको। यो चाहिँ बिहानको खाए about the moments we spent. I just want you to be happy. When someone tries to touch your scars, it doesn't seem to cure at all. Oh, nothing's gonna be any better. I'll love you ever and day. Let's take a walk. Please don't guarantee your joy. Nothing's wrong with crying every day. It's just sort of a thing in the world. I'll say you're the destiny. Please don't guarantee your joy. Nothing's wrong with crying every day. It's just sort of a thing in the world. I'll say you're the best moment. के पानी त नहोला अहिले यसो छाङ्गा होला जस्तो गर्छ सबै भिज्दै आयो be any matter. I'll love you every day. Let's take a walk. Please don't guarantee your joy. Nothing's wrong with crying every day. It's just sort of a thing in the world. I'll say you're the destiny. Please don't guarantee your joy. Nothing's wrong with crying every day. It's just sort of a thing in the world. I'll say you're the best moment. 날 생각해봐요. 내가 힘들 때 내 곁에서 날 지켜줬잖아. 이제는 माइक त छैन जाँदै भान्जा खाइ बुझ्दैौ न यति चाहिँ कस्तो राम्रो हुन्छ आउन त तिम्रो अनुहार छ बिचौ त भइहाल्यो नि चाहिँ म डाँडामा जाने हो पिरो लागेको दामी छ बिउ चाहिँ भान्जाले
चढाउनका लागि चाहिँ हात्ती राखेका छन् त्यो बत्ती खस्ती लिएर जाँदैछौँ हामी चाहिँ लाली गुराँस फुलेको देख्न सकिन्छ हामी चाहिँ माइक थाना आइसक्यौँ पान्छ बाबु के छ खबर कस्तो अर्कै आवाज निकाल्नु कस्तो अर्कै आवाज सानो 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 के हेलो वेलकम टु माई मिनी ब्लग भन्ने तर्को ध्वजा बाँध्ने ठाउँ आइसकेको छ अब त्यहाँ ध्वजा बान्ने हो अनि जाने हो ध्वजा बाँध्ने ठाउँ लाली गुराँस खाबै बोकले दुईटा भन्ने एउटा दाउरा किन ल्याएको थाहा दाउरा त हुन्छ बोका झुन्डाउन सातो लौ ओए यता जा लौ न सातो ओए आनन्द दुईटा एउटा सेतो एउटा रातो निकाल्ने भन्ने बेर्दियो क्या थानाको उकालो चाहिँ पुरै सिँढी छन् मनको कुरा पुरा होस् भन्दै साँच्चैको कुरा गर्न यो कुरा पुरा होस् भन्दै बान्दैको चाहिँ मन्दिरसम्मको ड्याङ ड्याङ जाँदै कालो सिँढी चढेर गर्मी भएर माथि जान अझै माइका थानाको गेट यहाँ पनि फेरि ध्वजा बान्नुपर्छ यो भएको भएर चाहिँ त्यो भन्ने भनेको फुस्किहाल्यो अलि फेरि ध्वजा पनि बानिसक्यो यस तलतिरको चाहिँ गेट भयो यो तलबाट पुरै सिँढी चढ्दै आइयो अब आइसक्यो अब चाहिँ आइसक्यो होला मन्दिर देखिसक्यो हेर्न सक्नुहुन्छ आइसक्यो
के छैन क्या थियो त एक फोन के लायो ल पेटी हाल्ने म मेरो पेटी दान पेटी हाल्ने दान पेटी हाल्दिनु हुन्छ हालेन 10 रुपैयाँ कति ल्याउनु छ ल्याउनु पर्ने हुन्छ नि ग्यास छाडा जानु छ नि गरे ल त्यो भिडियो सके त तिमीले किन्छ कस्तो राम्रो देखिँदो चाहिँ यहाँ त ल पढ उचाइ 1732 मिटर श्री खन्थाप भगवती मन्दिर जैमिनी नपाचार सर्कुवा बागलुङ स्थापना विक्रम सम्वत 1865 ल मन्दिर चाहिँ भोक लाग्यो नि तिमीलाई के खाने त नि परेवा खै त्यसै को आगलाई परेवा भन्छन् तँ कुन ठाउँ हो दुल्लु हो क्या केकलाहरू बुझाउँदै हुन्छ चाहिँ खै कहाँ र पऱ्यो
हामीले मान्यो भन्ने चलन छ फेरि उसले नकाटौ भनेको के थाहा त हुन्न भनेको अब हामीले यसलाई मानेको भनिन्छ हामीले मारेको किनेको चाहिँ बढिया आधा अन्डा कता मलाई नि डर लाग्छ देखिन्छ झट्ट लिएर गएर घुमाएर आइज है त जा 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 रगत झार्दिनु बाबु माथि लु ऊ माथि हुँ होइन माथि चढाइदिए कहाँ चल्छ आँखा चलेका हेर्नु कि ती सकियो होला हजुर भयो है चढाइदिनु है चढाइदिनु नाम र गोत्र के होला खाइ गोत्र थाहा होला नाम गणेश बाहिर यहाँ त उ लाइटर लिएन है चढाउँछ भयो है ल यस्तो फुल फुलहरू फाल्नु यो चाहिँ परिवारको नाममा पार्वती र धनपतिको नाममा है परिवार पुरै गोत्र थाहा भएन यहाँ छ राम्रो होस् सबैको नाम सम्झेर सिक्का पैसा कति छ भने सिक्का पैसा अरू चाहिँ यता हो सबैको नाम सम्झेर हजुर हजुर टिकट मैले लाएन मैले लाने टिकट बाहिर हो ए बाहिर सबै काम भयो तपाईँहरूको बाहिर काम सबै भएको हजुर हामीले कति लाने त होइन माथि परेर पर्ने होइन बाँच्छु न हामी मात्रै 5 मिनट अघि कति हुनुहुन्छ बाँच्नु टिका लाउने आउनुहोस् है त्यस्तै हो झर्दै हुन्छ त चाहिँ के हो नि त्यो सेउला ल पूजा गरेर टिका लगाएर निस्किसकियो टक्क लगाएर टिका सिका नि हालिसक्यो औका जाम
ए जाम भन्न चाहिँ रे यस्तो छ दामी छ नि यहाँ भ्यू चाहिँ दुल्लु यहाँ चाहिँ दुल्लु यता चाहिँ घरहरू चाहिँ पाठ काट्ने ठाउँ पानी पर्दालाई हुन्छ क्या उहिलेलाई त यस्तै भए नि हुन्छ पानी पर्दा काट्नु पर्यो के त के छ त कसको बेल हाम्रा घर छ एउटा दुईटा कपिल च्यान फुल्यो बाहिर यो च्यान फुस्किन्छ क्या तँ राख क्या यसभित्र होइन टिका पठाइयो जकेट नि त्यहीँभित्र राखौँला घर गएर भात खाने होला ए भात नै तल होइन ल भयो लाग्यो अब चाहिँ घरतिर हामीले दुईजनाले ट्राई गरेको सकिएन हजुर हामी चाहिँ फर्किसक्यौँ पूजाआजा गरेर जाँदैछौँ अङ्कल म भान्जा भनेपछि यहाँ त बाघ त लाग्छ लाउँछ भनेपछि राम्रै हाम्रो घिउरातिर नि भैँसीलाई पछाडिबाट खाइदिएको के किराले के भेटाएन नि चोर त भैँसी हानेको पछाडिबाट पुरै खाएर त्यो दाम्रो त फुस्केन घाँटीतिर गर्छ अड्किन्छ त्यही गाई पनि खाइदिएको मान्छे बस्न छोडे धेरैले घर छोडे बाँदरको आतङ्क भइहाल्यो मान्छे कुट्न आउँछ जस्तैहरू बाँदर अब बाँदर लाएर नि लाएको चिज नि केही नहुने क्या खायो पनि खाने कोटिका फुपू ए बल्ल बुझे कोटिका फुपू ल हाम्रो घरलाई के कान्छी बुहारी कान्छी बुहारी परमिसा पौडेल प्रशंसा पौडेल खोलखला दौडेल तपाईँको नाम के हाले महेन्द्र आचार्य हिन्दा आचार्य अनि महेन्द्र आचार्य आचार्य खुला खुला दौडेल के अरे प्रशंसा पौडेल खोलखला दौडेल प्रशंसा पौडेल उसले कति राम्रो आएको छ तिमी यहाँ यो को भन्दै ल होइन अर्कै देखिन्छ यहाँ कति हो तिम्रो रोल नम्बर हेलो गाइस आज म बल्ल भेटेकी छु म चाहिँ प्रशंसा पौडेल खोलखला दौडेल नै होइन वाले यो ठुला वाले भनेको होइन दाइ भन ए दाइले भनेको नमान्नु होला ए नपटाउनु होला प्रशंसा पौडेल खोलखला दौडेल होइन यो दाइले भनेको नपटाउनु होला है गाइस
भनेको फेरि म त ठुली बच्चा हानिदिन्छु कोले हेर्नुहुन्छ भने फर्काइदिन्छु कस्तो होला नि मान्छे दाइली यस्तो दाइ पनि भेट्छन् के आज हेलो टु 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 आज तिमी कता ल हेर यता बिना गीत नाची हिँड्ने नि अनि गाइस